वर्णन गरिन्छ भने संकितमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महिमा बताउनुभयो। अब ध्रुव चरित्र सुन्नुहोस्। उत्तनापाद राजाका छोरा ध्रुव, उत्तनापाद राजाका छोरा ध्रुव जम्मा 9 जनाले विवाह गरिएको प्रमाण छैन विश्वमा। कसले? सनक, सनन्दन, सनातन, सनत कुमारले 4, रिबु, हंस, अरुणी यतिले 8, नारदले 9। यी 9 जनाले बिहा गरेनन्। नत्र अरू सबै ब्रह्मचारी रहेका होइनन्, अविवाहिता हुन्। यी चाहिँ ब्रह्मचारी हुन्। विवाह नगरेका सम्म भयो। इन्द्रिय दमन गर्न सक्ने कसैको ताकत भएन। जिब्राले खानेकुरा नै नमाग्ने, कानले सुन्ने ठाउँमा नै जान नमान्ने, नागले गन्ध लिने जग्गाको आशा नगर्ने, छालाले पर्सको इच्छै नगर्ने, यस्तोलाई भनिन्छ इन्द्रिय दमन। अरू त सबै लोभिएका देखिएको छ हरेक क्षेत्रमा। तर यी जब 9 वटा चाहिँ लोभिएनन्। अब उत्तनापाद राजाका 2टा रानी, एउटाको नाम सुरुचि, एउटाको नाम सुनीति। जेठीका गर्भबाट जन्मेका ध्रुव राजकुमार, कान्छीका गर्भबाट जन्मेका उत्तम कुमार, यिनै 2 भाइ राजकुमार परस्परमा मिलाप थिएन। ध्रुव राजकुमार जेठीका छोरा अत्यन्त संवेदनशीलका थिए। कान्छीका छोरा अत्यन्त जब प्रभावकारीको रूपबाट आमाको प्रभावको ढङ्गमा काम गर्थे। ध्रुव भन्ने चाहिँ एक दिन डुल्दै 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 बाबाको काखमा गएर टक्क बसिदिएछन्। बाबाको काखमा बसेको देखिसकेपछि सौताने आमाले के भन्नुभएछ भनेदेखि, ओहो त्यो जब तेरी आमाले पाएको त मैले पाएको मेरो छोरो बस्ने बाबाको काखमा, त जेठीको छोरो किन आएर बसिस्? तेरी आमा मन परे भए मलाई तेरो बाउले किन बिहा गर्ने? म कान्छी, मेरो छोराले त बाउको काख पाउनुपर्छ, तैँले बस्न पाउने होस् भने। बसिरहेको थिए। बरु 5 वर्षको ध्रुव राजकुमार टपक्क कानमा समातेर गलत्याएर फालिदिनु, पलङ्ग पृथ्वीमा पल्टाइदिनु। त्यो ध्रुव राजकुमार उठ्नुभयो बौर। ध्रुव त्यो बालक 5 वर्षको कुमार रुनुभयो। तर त्यो बाउ चाहिँ यो पनि मेरै छोरो हो, यो गर्न तैँले हुँदैन थियो भनेर त्यो भन्न सक्दैनन्। त्यो कान्छीका डरले थरर त्यसै मरेकै पिचास रहेछ नानी। यो पनि मेरै हो भन्न पर्दै पर्दैन, तैँले भन्दा हुन्छ भन्न पर्दै पर्दैन। र त्यसै कारणले थर थर्किए। अनि त्यसदेखि पछाडिबाट जेठीले माने जेठीका छोरा धुरु रुँदै 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 आमाका पासमा गए। शरीरमा धुलो लागेको छ, अङ्गभङ्ग प्रत्यङ्गका छाला खुइलिएको छ। आमा कान्छी आमाले गलत्याएर हुर्याइदिएको बालक रुँदै 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 जानुभयो। त्यो आमाको मनमा कस्तो भयो होला, जेठीको मनमा डाँको छोडेर रुन लाग्नुभयो। मेरो बाबा तिमी किन रोएको भन्दा मेरो आमा सौताने आमाले बाबाको काखमा गएर म बसेको मलाई गलत्याएर हुर्याइदिएको, मेरो चित्तमा आक्रान्त जब चोट परेको मेरो आमा, मैले बस्न नहुने भयो, मैले मरे भयो मेरो आमा, म घरबाट निक्लने भए मेरो माता, म कहाँ जाउँ भनेर रुन लाग्नुभयो। यस्तो ध्रुवको वचन सुनेर आमा डाको छोडेर भूमिहरूले ढालेको वृक्ष झैँ ढालेर महिमा पछारिनुहुन्छ। राजा तिमी पनि गइसकेपछि म कसलाई हेरेर बस्नु हो? अब यस्तो तिम्रो उपस्थितिमा त मैले यत्रो अपमान सहनु परेको छ, तर तिमी नै गइसकेपछि मेरो के गति होला? मेरो राजा मलाई मार जाऊ भन्न लाग्नुभयो आमा। त्यसमा रुनु हुँदैन आमा, म सानो छु, म थिटेले उद्योग गरेर आउँछु, हजुरको आँसु पोछाउँछु, मलाई बाटो दिनुहोस् मेरो आमा। हजुरलाई कोटि प्रणाम छ मेरो माताश्री, रुन हुँदैन भनेर आमालाई छोरा भन्नुहुन्छ। 5 वर्षका छौ, जङ्गलमा बाघ भालु हात्ती गैँडाको भए हुन्छ, मेरो बाबु तिमी कहाँ जाने, मलाई छोडेर नजाऊ। आमा रुनुहुन्छ धुरु धुरु धुरु। आमाले छोरालाई अँगालो हाल्ने, छोराले आमालाई अँगालो हाल्ने रुँदै थिए। साँझ पर्यो, बत्ती बलेन, त्यो घरमा आगो फुकिएन, खानेकुरा पाकेन। आमा छोरालाई हेरेर रुने, छोरा आमालाई हेरेर रुने गर्दा गर्दै आधा रात भयो। आमा झकाउनु भयो, निदाउनु भयो। त्यही बेलामा ध्रुव राजकुमार जुरुक्क उठेर तपोभूमिपट्टिको लागि तपस्यामा जङ्गलपट्टि प्रस्थान गर्नुभयो। अलि छ्याङ उज्यालो भयो, आफ्नो छोरो काखमा नदेखेर धुरु रुँदै आमा भन्नुहुन्छ, हरे हुर्कायौँ बढायौँ आर्जन खानलाई, यो होइन रहेछ बुढेसकालमा शोक दिनलाई। हुर्कायौँ बढायौँ आर्जन खानलाई, ओ होइन रहेछ बुढेसकालमा शोक दिनलाई।
सेरो फेरो बाबुआमा छोरो 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 सेरो फेरो एक्लै आउनु एक्लै जानु तेरो न मेरो हुर्कायौँ बढायौँ आर्जन खानलाई ए होइन रहेछ बुढेसकालमा सोग दिनलाई राम हुर्कायौँ बढायौँ आर्जन खानलाई ओ होइन रहेछ बुढेसकालमा सोग दिनलाई हुर्कायौँ बढायौँ आर्जन खानलाई ओ होइन रहेछ बुढेसकालमा सोग दिनलाई हुर्कायौँ बढायौँ आर्जन खानलाई ओ होइन रहेछ बुढेसकालमा सोग दिनलाई कायौँ बढायौँ आर्जन खानलाई ओ होइन रहेछ बुढेसकालमा सोग दिन हरे होइन रहेछ बुढेसकालमा सोग दिनलाई यसरी आमा टाँको छोडेर रोइरहनु भएको थियो सौताने आमा चाहिँलाई बहुत रमाइलो भयो मैले हिजो गलत त्याएर फालिदिएको थिएँ त्यो बेकुप्नीको छोरोलाई त्यो दासीको छोरोलाई फालिदिएको थिएँ जङ्गलमा गरे मेरो छोरोको एकलौटे राज्य हुन आँट्यो सूर्य झिक्नु पर्दो रहेछ भनेर त्यो कान्छी आमा चाहिँ भन्न थाले चाहिँ ध्रुव राजकुमार घरबाट निस्कनुभयो बाटोमा पुग्नुभयो सानो बालक जङ्गलतिर पसेको नारदले देख्नुभयो बाटोमा ए बाबु है तिमी को हौ भन्नुभयो मेरो नाम उत्तनपाद राजाको छोरो जेठीको छोरो ध्रुव हुँ प्रभु भने ए राजा कहाँ जान्छौ भन्दा तपस्यामा जान्छु किन सौताने आमाले को प्रविवचनका बाणले मलाई कलेजो र मुटुमा बाण हान्नुभयो शारीरिक पीडा र बाधा भयो मानसिक चिन्ता लाग्यो मेरो आमाको आँसु पुछाउन मैले जङ्गलमा गएर मेरो भगवानको शरण पर्छु भनेर जान लागेको गुरु मलाई आज्ञा होस् मन्त्र दिनुहोस् भन्नुभयो यो मेरो राजा सानो बालक यति सानो बालकले त्यति ठुलो आँट गर्न हुन्छ र राजा जान हुँदैन नि बाघ भालु हात्ती गेडाको भय हुन्छ मरी मसान प्रेतात्माको भय हुन्छ नजाऊ भन्नुभएको थियो कुनै हालतमा जान्छु विधान सिकाइदिनुहोस् भनेर भन्न लागे ध्रुवले अनि नारदले भन्नुभयो मेरो राजा जाने नै भएदेखि 5 वर्षको उमेर छ तिम्रो अहिले यो उत्तरपट्टि लाग मधुनाम्रीको जङ्गल आउँछ एउटा मधुवनमा गएर यमुनाजीको उत्तरपट्टि मधुवनमा गएर अब भगवान प्रभुको जम्मा 12वटा अक्षरको नाम जप जसको अक्षरको नाम हो ओम नमो भगवते वासुदेवाय यही मन्त्र पढ है त हस् ध्रुव राजकुमार जानुभयो जङ्गलमा चारैपट्टिबाट बाघ भालु हात्ती गेडाले बसेका छन् कोपर्न आएका छन् आँखा उग्रदैन हरेक प्रकारका बाघ भालु सर्प बिच्छीहरूले टोक्न आँटेका छन् आँखा उग्रदैन 1 महिनामा पहिला नम्बरमा यस कारणबाट भगवानको प्रार्थना गर्दाखेरि पट्टल कसेर 3 दिन बिराई आँखा उगारेर उहाँले यस्ता कारणबाट फलफुल खानुभयो 6 दिन बिराई दोस्रो महिना लागेपछि आँखा उगारेर जब हरियो साग खानुभयो एकपटक अनि तेस्रो महिना लाग्यो 9 दिन बिराइकन मात्रै आँखा उग्रन थाल्यो र त्यो बेलामा सुकेको पात खानुभयो र त्यसदेखि पछाडिबाट 4औं महिना लाग्यो 12 दिन बिराई एकपटक वायु गरेर वायु निल्ने अरू समय चुप रहने त्यसदेखि पछाडिबाट जब 5औं महिना लाग्यो त्यस अवस्थामा प्राणवायु सबै विश्व ब्रह्माण्डको एक हो भनिकन खिचुवा गरिदिनु भएको थियो मन्त्र थियो ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय भगवते वासुदेवाय ओम नमो
भगवते वासुदेवाय।